नमस्ते। आज चाहिँ हामीले यो जेरेसार सर्कमसिजन गरेका छौँ। आजको हाम्रो पेसेन्ट चाहिँ चितवनदेखि आउनुभएको छ। र तपाईँलाई के समस्या भएको भन्नु त? मेरो फाइब्रोसिस छ मेरो। अँ, त्यसमा पिसा फेर्दा चाहिँ डल्लो हुने, डल्लो हुने, फुल्ने होइन? त्यसपछि त्यो चिरा चिरा पर्ने, हो। दुख्ने। फाइब्रोसिस भनेको चाहिँ यो सानैदेखि यो जुन लिङ्गको टुप्पोको छाला छ त्यो नखोल्ने अवस्थालाई चाहिँ फाइब्रोसिस भन्छ। अब त्यस्तो अवस्थामा चाहिँ यो औषधि खाएर खुल्ने भन्ने चाहिँ हुँदैन होइन। यसलाई चाहिँ सर्जरी नै गर्नुपर्ने हुन्छ। सर्जरी गरेन भने चाहिँ पछि त्यहाँ एकदम इन्फेक्सन हुने, पछि गएर पिसाब फेर्न पनि गाह्रो हुनसक्छ है त। अब कस्तो भयो तपाईँले एक्सपिरियन्स कस्तो भयो त यो जेडेसर सर्कमसिजन गर्दाखेरि? राम्रो भयो एक्सपिरियन्स। डर कतिको भयो त? डर त तर त्यस्तो दुख्ने सुख्ने केही पनि भएन। उहाँ चाहिँ अब एकदम डराइराख्नु भएको थियो यो अब दुख्ने एकदमै दुख्ने हो कि भनेर होइन। अब त्यस्तो दुखाइ छैन नि होइन। सुरुमा अब इन्जेक्सन लाउँदा अलिअलि दुख्छ र यो अपरेसन गर्दाखेरि चाहिँ एकदमै पेनलेस हुन्छ है त। हस्, थ्याङ्क यू।